हेलो एभ्रिवान र आज चाहिँ म जाँदै थिएँ आफूले आफूलाई टाइम लिनुको लागि है र ड्युटी भनेर पनि र सधैँ ब्ल्याक ड्रेसमा सधैँ त्यही ड्युटी त्यही काम गर्दाखेरि चाहिँ अलिकति वाक्कै लाग्दो रहेछ मान्छेलाई है र माइन्ड फ्रेस गर्नु जाँदै थिएँ र हल्का यहाँ मेरो मेकअप देखाउँदै थिएँ है र सो एभ्रिवान वेलकम ब्याक टु माई भिडियोज है र सबैलाई गुड इभिनिङमा भिडियोज हाल्दैछु म चाहिँ यहाँ चाहिँ म जाँदै थिएँ हो यहाँनिर चाहिँ टोटोमा चाहिँ बसिसकेको थिएँ कहाँ जाँदै थिएँ त्यो चाहिँ तपाईँलाई लोकेसन अहिले भन्नेछु बादमा है तर त्यो लोकेसनमा मैले जस्तो सोचेर जाँदैछु त्यस्तो छ छैन मलाई थाहा छैन तर मैले चाहिँ आफूले आफूलाई अलिकति टाइम दिनुको लागि होइन र आफूले आफूलाई के गर्नु अब हुन्छ नि सधैँ रोज ड्युटी गर्नेलाई थाहा हुन्छ है सधैँ मलमा काम गर्नु भन्दाखेरि चाहिँ अलिकति बाहिर गएर माइन्ड फ्रेस बनाएको अलिकति राम्रो हुन्छ जस्तो मलाई लागेर चाहिँ म चाहिँ यहाँबाट हिँड्दै थिएँ यहाँनिर चाहिँ मैले टोटोवाला भैयालाई जाउँ भन्दै थिएँ र यहाँको भ्यूज चाहिँ म यति दामी रहेछ देखाउँदै तपाईँहरूलाई जाँदै थिएँ यो चाहिँ इन्डिङ मतलब हामी पुग्न आँटेको चाहिँ यो भ्यूज हो है र यहाँनिर चाहिँ हेर्नु सक्नुहुनेछ यतिको भ्यूज चाहिँ दामी रहेछ होइन देन अब चाहिँ तपाईँले यहाँ सनसेट भएको होला सायद यो त सनसेट भएको टाइममा हेर्नुहोस् यो त कस्तो मेरो पासमा छ होला जस्तो मलाई लाग्यो होइन मलाई यति साह्रो राम्रो यति साह्रो हुन्छ नि अब आफूलाई माइन्ड पिसफुल भयो मेरो चाहिँ होइन र यति घुम्नु जाँदाखेरि र मैले यहाँ घुम्ने जग्गा चाहिँ त्यस्तो साह्रो केही पनि भेटिनँ यति नै देखेँ मैले होइन र यो ब्याकग्राउन्डको सनसेट हेर्नुहोस् क्या दामी देखिरहेको छ मेरो छेउमा छ होला जस्तो मलाई फिल भइरहेको छ र मैले त्यो छुने कोसिस गरेको होइन र यहाँनिर चाहिँ म केही खानुको लागि आइसकेको थिएँ साथी हो र यहाँनिरबाट म बसेकोबाट देख्ने भ्यूज चाहिँ यस्तो रहेछ देन मैले चाहिँ नाउहरू पनि छ खेल्ने भनेको सुनेर चाहिँ म गएको थिएँ तर त्यो चाहिँ थिएन यहाँनिर मैले सानो क्याट पाएको थिएँ है साथी हो यति क्युट मैले बोलाउँदा नि नहेरिकन उता गयो मलाई इग्नोर गर्यो र मैले खानाको भिडियो चाहिँ मैले बनाउँदै थिएँ साथी हो तर मैले त्यो भिडियो अन गरेछु भिडियो चाहिँ क्यामेरा चाहिँ अन गरेछु भिडियो चाहिँ अन गर्नु बिर्सेछु है र क्लिक गर्नु बिर्सेछु सो सरी त्यसको लागि र लास्टमा मलाई थाहा भएर चाहिँ यहाँ लास्टमा मैले अलिकति क्लिप गर्दैछु होइन अलिकति त होइन अलिकति अगाडि नै क्लिप गर्दैछु र यो ब्याकग्राउन्डको यस्तो पिसफुल जग्गा होइन र यो यहाँनिर बसेर एउटा खाना अब मतलब त्यो भक्कु नखाए पनि केही खाँदा पनि अब अलिकति फ्रेस हुन्छ नि अब आफूले आफूलाई म चाहिँ के गर्नु सक्ने रहेछु भने जस्तो फिल भयो मलाई होइन यहाँनिर आन्टी भएकोमा गएर आन्टीलाई मैले सोधेँ के छ भनेर सोध्नुहोस् ल आप लोग को अच्छा लगेगा दिन भर बैठते हो और रोज बैठते हो आंटी आप हम लोग को एक प्याज का पकौड़ा दीजिए और हाँ धनिया पत्ता भी डाल दीजिए मतलब प्याज और धनिया पत्ता एक ही डाल के बनाते हैं या अलग अलग एक ही है और प्याज और धनिया पत्ता डाल के बना दीजिए हाँ और मुझे ना ये भी एक ट्राई करने के लिए दीजिए ना बड़ा वाला हाँ दीजिए ना मैम थोड़ा गर्म करके नहीं होगा बना दीजिए वो करके दीजिए हाँ बेसन डाल के बना देगा ना लहसुन बेसन हाँ बेसन देगा हाँ सब करके 40 रुपये है ना 50 रुपये 50 रुपये बना के 50 रुपये हाँ दीजिए ना अच्छा मिलता है आपके पास पर खाना अच्छा मिलता है र साथी हो मैले चाहिँ अर्डर गरेर आइसकेको थिएँ यो चाहिँ धनियाँको पकौडा रहेछ होइन सो मैले चाहिँ प्याज पकौडा भने यो चाहिँ झिङ्गेमा छ आई डोन्ट नो के हो है मलाई चाहिँ सी फुड एकदमै ट्राई गर्नु पुरा मनपर्छ होइन तर बट म खानु चाहिँ जान्दिनँ रहेछु होइन मैले यो खानु चाहिँ कति ट्राई गरेँ कसरी चाहिँ खानु भनेर यहाँ लास्टमा हेर्नुहोस् ल अब यो धनियाँ पकौडा खान्छु होइन यो बेगले मलाई साह्रो अप्ठ्यारो गर्दै थियो त्यही भएर मैले खोल्थेँ यो पछिको भ्यूज हेर्नु न साथी यति दामी छ त्यहाँ बसेर खाँदाखेरि चाहिँ यति आनन्द हुँदो रहेछ कि मन त्यो चिसो हावा होइन यो सिलगढीको हावा भन्दा चाहिँ त्यो हावा चाहिँ एकदमै हुन्छ नि अब मेरो घरबाट नि सेम भ्यूज चाहिँ त्यस्तो साह्रो चाहिँ देख्दैन सेम अलिकति डिफ्रेन्ट देख्छ होइन तर त्यो चाहिँ मैले त्यहाँनिर गएर रियलाइज गरेँ कि सायद म घरमा बस्दा इभिनिङको टाइममा यो भ्यूज मैले त्यति बेला घरमा क्याप्चर गरेको भए भनेर एकदमै मैले चाहिँ घरलाई बहुत मिस गरिरहेको थिएँ होइन एकदमै ज्यादा मिस गरिरहेको थिएँ घरलाई त्यही भएर म त्यहाँनिर गएको अलिकति मेरो माइन्ड फ्रेस हुन्छ भनेर र हेर्नुहोस् साथी हो मलाई सी फुड खानु एकदमै रहर छ तर मैले सी फुड खानु जान्दिनँ रहेछु यो चाहिँ मैले के गरेर खानुपर्ने कसरी खानुपर्ने केही नै थाहा भएन होइन
मैले खाएको हेर्दै जानुहोस् यहाँनिर अब मलाई बाहिरको खानुपर्ने हो कि त्यो भित्रको खानुपर्ने हो कि आई डोन्ट नो साथी हो यो चाहिँ के हो मैले गलत खाएँ या सही खाएँ यो चाहिँ कमेन्ट गरिदिनुहोस् होला होइन तर मलाई एकदमै 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 ट्राई गर्नु मन लागिरहेको थियो गरेँ बट मलाई त्यस्तो हुन्छ नि त्यो खास चाहिँ मन चाहिँ परेन किनकि मैले जस्ट गएर ट्राई मात्रै गरेको खानु चाहिँ होइन मलाई एकदमै अस्तिदेखि नै हेर्दा खानु मन चाहिँ मतलब मन होइन मलाई ट्राई चाहिँ गर्नु मन लागेको थियो देन यसरी चाहिँ खानु पर्दो रहेछ यसरी चाहिँ आयो मलाई खानु होइन यसरी खाने हो कि यो बाहिरबाटै खाने हो कि त्यो चाहिँ मलाई थाहा भएन साथी हो तर एकदम मिठो चाहिँ मिठै थियो र यो चाहिँ हिजोको भ्लग हो है र म चाहिँ आज इभिनिङमा हाल्दैछु एडिट गरेर म हाल्दैछु किनकि एउटा मेरो हाल्ने पनि एउटा टाइमिङ हुन्छ होइन र म चाहिँ इभिनिङ टाइममा हाल्ने छु सबै भ्लगहरू त्यही भएर मेरो सधैँ पनि बेलुकै हेर्नुहुन्छ भ्लगहरू होइन यो चाहिँ एकदमै टेस्टी पनि कस्तो खालको टेस्टी भनौँ भने चाहिँ अर्कै खालको टेस्टी रहेछ होइन त्यस्तो मलाई खासै मन चाहिँ परेन यो चाहिँ तर म अबदेखि चाहिँ म खाँदिनँ होला तर मैले खानु नै जानिनँ यो चाहिँ चपाउँदै फ्याँक्दै गर्दै थिएँ तर मलाई यो केही जस्तो नि लागेन तर मलाई यो एउटा नेचर हुन्छ नि त्यो इभिनिङ नेचर चाहिँ पुरा मन पर्यो यहाँको चाहिँ दामी भ्युज होइन एकदम दामी लाग्यो र यो चाहिँ मैले खाँदै थिएँ हतार त म चाहिँ भिडियो साह्रो लामो भयो नि त साथी हो त्यही भएर भिडियो अलिकति फास्टमा गर्दै थिएँ है फास्टमा गऱ्यो भने चाहिँ अलिकति उयो हुन्छ भनेर यहाँनिर हाम्रो आइपुगिसकेको थियो धनियाँ पकौडा त अघि आएको थियो र यो प्याजको पकौडा पनि आएको थियो साथी हो मेरो चाहिँ र यो प्याजको पकौडा चाहिँ एकदम गरम गरम मिठो थियो र यो ब्याकग्राउन्डको भ्युज देखाउँदै थिएँ मैले तपाईँहरूलाई है मलाई चाहिँ अर्कै जग्गा बस्ने प्लेस दिएको थियो तर मैले चाहिँ भने कि म यहीँ बसेर खान्छु होइन यो चाहिँ मेरो एकदम भिडियोमा क्याप्चर होस् किनभने यो पछाडिको जुन चाहिँ भ्यू छ यो चाहिँ मैले घर कस्तो हुन्छ नि एउटा मिस गरेर आएको थिएँ म चाहिँ यहाँ तर मलाई घर जानु भने चाहिँ आउनु जानु पुरा टाइम लाग्थ्यो होइन यहाँनिर चाहिँ मलाई 1-2 घन्टामा हुन्थ्यो भनेर चाहिँ म इभिनिङको टाइममा आएँ सायद म यहाँ बिहानै आएको भए चाहिँ दामी फोटोहरू आउँथ्यो होला होइन र यहाँ हेर्नुहोस् न साथी मैले चाहिँ पुरा नक्कल पार्दै थिएँ र यो पछाडि चाहिँ दामी आइरहेको रहेछ म चाहिँ खाएर नि पुरा उयो भयो आन्टी बाय फिर आएंगे हाँ 50 रुपये रे भैया मीठा है ज़्यादा तीखा मत बना दीजिए हाँ थोड़ा सा तीखा बना दीजिए मीठा मीठा कर दो नहीं मीठा मीठा भी नहीं तीखा ही बना दीजिए पर थोड़ा सा र साथी हो म चाहिँ यो भन्ने माग्दै थिएँ यो पनि मलाई अलिकति ट्राई गर्नु मन पर्यो आएको बेलामा ट्राई गरिहाल्छु नि त भनेको जस्तो फिल भयो नि त मलाई यो ट्राई गर्दै थिएँ है र यो चाहिँ मैले पाइसकेको थिएँ र अब खाएर चाहिँ टेस्टी एकदम दामी बन्ने थियो मलाई चाहिँ पुरा सर्दी लागिरहेको थियो होइन सर्दी लाग्दा नि हो छु म चाहिँ खाइदिन्छु भनेर चाहिँ खाएको थिएँ तर एकदम मिठो बनेको थियो साथी हो जस्तो मैले सोचिरहेको थिएँ बोर्डिङ हुन्छ होला होइन उयो हुन्छ होला भनेर त्यस्तो चाहिँ नथिङ केही पनि थिएन त्यस्तो चाहिँ तर भ्यू यस्तो खालको चाहिँ थियो इन्ट्रान म चाहिँ यहाँ 2-3वटा रिल्स बनाउँछु हो अब यस्तो भइरहेको छ यहाँ बिहान यहाँनिर यस्तो रहेछ र त्यति खास घुम्ने जग्गा चाहिँ त्यही केही पनि पाएँ र साथी हो हेर्नुहोस् भ्यू यति दामी छ नपाएर चाहिँ बिजोक भयो बिजोकै भयो यहाँबाट उता फेरि टोटो नि जाँदैन रहेछ साथी हो अब चाहिँ के गर्नुपर्ने हो थाहा छैन आई डोन्ट नो के गर्नुपर्ने हो यो गजलडुब्बाबाट चाहिँ गाडी पाएन अब टोटो केही नपाउँदो रहेछ हो आई डोन्ट नो के हुने हो के गर्नुपर्ने हो र साथी हो बल्ल म सिलगढी यता छिरेँ है र गजलडुब्बामा चाहिँ इभिनिङमा नजानुहोस् तपाईँले गाडी पाउनु हुँदैन रहेछ है र मेरो भिडियो चाहिँ यति नै हो थ्याङ्क यू फर वाचिङ बाई बाई गाइस